आज चाहिँ मेरो ठुलो छोरा स्कुल जानुभयो, मेरो श्रीमानज्यू काममा जानुभयो। दिनभरि बसेर के गर्ने भनेर खाना खाएको भाँडाहरू सबै माझेर सफा गरिसकेपछि आज चाहिँ मोमो बनाउनु पर्यो। मेरो ठुलो छोरा खुसी हुन्छ, उसलाई मोमो एकदमै मनपर्छ। कम्तीमा पनि 30-40 पिस त उसले खानुहुन्छ कि। त्यही भएर बारीमा फलेको बन्दाकोपी टिपेर ल्याएँ, अनि प्याजको पत्ता टिपेर लिएर आएर आज सिजनेबल अहिले अब बन्दाको सिजन हो नि त, त्यसको चाहिँ किमा बनाएर मजाले मोमो बनाउनु पर्यो भनेर रेडी गर्न थालेँ। हातले कटिङ गर्दा यस्तो गाह्रो हुने कि, त्यही भएर एउटा चपिङ बोर्ड पाउँदो रहेछ, त्यसले मसिनो चप गरेँ मैले। एकदम कम्फर्टेबल कि त्यसले चपिङ गर्न। यतिखेरै मेरो बाबुलाई दिशा आउने फेरि उसलाई पटमा राखेर म यता किमा रेडी गर्नको लागि चाहिँ कटिङहरूमा व्यस्त भयो। यो चपिङ बोर्डले चप गर्दाखेरि एकदमै सजिलो हुने कि, कम्फर्टेबल, छिटो, समयको पनि बचत, हात पनि नदुख्ने, मसिनो चक्कुले पारिराख्न झ्याउ के, यसले एकदमै सजिलो हुने। सस्तै पेछि मेरो बाबुले कस्तो दिशा गर्नुभयो। अब यता दिशा पनि सफा गर्नु पऱ्यो, उता उयो पनि गर्नु पऱ्यो। सफा सुग्घर गरेर लुगा ल्याएर बाबुलाई राखेँ। फेरि किमा बनाउन म बिजी भएँ। मैले जे गरौँ त्यही गर्न खोज्छ कि मेरो बाबुले काम। मैले गरेको कटिङ गरेछ नि उसले नै कटिङ गर्न खोज्ने, मैले बढाल्न खोजेँ उसले नै बढाल्न खोज्ने, त्यस्तो गर्छ कि। किमामा एकदमै यो बन्दामा पानी आउने भएकोले नुन मोलेर मजाले यसलाई एकछिन चाहिँ 2-3 मिनट ढडाएर राखेँ कि। अनि प्याज काट्नेतिर लागेँ, प्याजलाई पनि मसिनो गरेर त्यही चपिङ बोर्डमा चप गरेँ। बाबु फेरि हेर न बनाना खान थालेछ, उसलाई भोक लागे जस्तै छ कि, छिट्टै बिहान खाना खानुभएको। त्यसपछि किमामा चाहिँ मैले नुन, थोरै अजिनामोटो हाल्दिनँ थिएँ, यसपालि चाहिँ हालेँ। मरमसला हालेर मजाले त्यसलाई मोलेर चाहिँ त्यसलाई ढडाएर राखेँ। त्यसपछि त्यसमा चाहिँ बेसार मजाले झान्ने कि, तेल तताएर बेसार झानेर किमालाई मजाले मोलेर राखेँ। अब पिठो मुत्नु पऱ्यो, मैदालाई थोरै तेल हालेर मुत्दाखेरि चाहिँ एकदम सफ्ट भएर बस्छ अनि टेस्टी पनि हुन्छ मोमो। मैले चाहिँ तेल हालेर मुत्ने गरेको छु। यसलाई मुछेर रेडी भयो मैदा पनि। अब अचारको लागि टमाटो पखालेर टक्क काटेर, अचार पनि मैले टक्क लसुन फुराएर चाहिँ अचार पनि रेडी गरेँ। टमाटरको अचार र धनियाँको पत्ता मोमो एकदम मिठो हुन्छ। यता मैले अलिकति छाली जम्मा गरेर राखेको थिएँ, त्यसको घिउ पनि निकालेँ, नुनी। किमा पनि रेडी भयो, पिठो पनि रेडी भयो, प्लस अचार पनि रेडी भयो। यसको ऱ्यापिङ चाहिँ भरे गर्ने। बाबु पनि निदाउनु भयो। अब यहाँ छरछिट्ट भएको सामान सबै सफा गर्नु पऱ्यो। यति फोहोर हुन्छ कि बच्चा भएको घर, दिनभरि सामान उठाउँदै व्यस्त हुन्छ कि। टक्क यो सबै सफा गरेर बाबुले बिगारेको सामानहरू सबै हटाएर अघि त्यहाँ किमा बनाउँदा भएको फोहोरहरू सबै कलेक्ट गरेर एक ठाउँमा राखेर सबै सफा सुग्घर गर्नतिर लागेँ। अनि आज चाहिँ फेरि मलाई कामहरू गरिसकेर पनि चिया खाउँ कि नखाउँ भन्छ। चिया नै खान मन लागेन। पहिला नुहाउँछु भनेर टाउकोमा दही लगाएको थिएँ, चाया हट्छ भनेर। फेरि यतिखेरै सेम्पू सतकिने, सेम्पूमा पानी हालेर मजाले नुहाएपछि अब चिया नखाऊँ, बरु दही नै खाऊँ भनेर फ्रिजमा राखेको चिसो दही खाएर दिमाग रिफ्रेस भयो। कति आनन्द आयो हो।